Find the value of x. 65 degree, 45 degree र यहाँ ल मानौ 2x छ 2x छ एकछिन लेख्नु यहाँ x लेखेला अनि हामीलाई सोधेछ फाइन्ड द भ्यालु अफ x भनेर यो फाइन्ड द भ्यालु अफ x भन्यो भने भित्रको सबै जोड्ने हो के भित्र जे दिएको छ सबैलाई जोड्ने हो अनि यसको सम चाहिँ सबैलाई जोडेर 180 पुग्नु पर्छ भनेको 180 पुगेन भने हाम्रो एन्सर बिग्रियो भन्न जान्ने हाम्रो एन्सर बिग्रियो ल यहाँ SOLN सोलुसन भनेर लेख्ने है सोलुसनलाई सर्टकटमा SOLN लेखेको अब हेर्नुस् x plus 65 plus 45 equals to 180 यो रिजन लेख्नु पर्छ है अब यहाँ 180 कसरी आयो भन्दाखेरि रिजन लेख्नु पर्छ रिजन चाहिँ के हो भन्दाखेरि सम अफ interior angle